साथीहो नमस्कार, म श्याम थापाको तर्फबाट आज मैले फेसबुक हेर्दै जाँदा हरि बस्नेतज्यूले चाहिँ सुशान्त वैद्यको फोटो राखेर लामो अक्षरमा लेखेर पोस्ट गर्नुभएको रहेछ एक दुई दिन पहिले। त्यसलाई देखेपछि मैले पनि यो आफ्नो भोइस मार्फत भिडियो बनाएर राख्नुपर्छ भन्ने लागेर मैले यो भिडियो बनाउँदैछु। र पढ्ने बेलामा हामी गणतन्त्र प्राप्तिको लागि जनयुद्धमा होम्यौँ र गणतन्त्र प्राप्ति भयो। त्यो बेला पढ्न नर्वे पुग्नेहरू गणतन्त्रमा विभिन्न नियुक्ति खाएर रजाई चलाइरहेका थिए। तर गणतन्त्र प्राप्तिको लागि लड्नेहरू भने बाँच्नका लागि, भत्केका घर सम्हाल्नका लागि खारी छिर्नु पर्यो। जनयुद्धमा हाम फाल्ने हामी अनपढहरूलाई देशको माया नभए झैँ गरी सत्तो श्राप लाउँदै आज जित्नेले राम्रो गरून्, देशप्रेमीको चाहना अरू के नै हुन्छ र बाँकी भोलि कसले देखेको हुन्छ र भनेर लेख्नु भएको रहेछ। र मैले पनि यो भिडियो मार्फत हजुरहरूलाई पढेर सुनाउनु मन लाग्यो र केही गल्ती भएको छ भने क्षमा माग्न चाहन्छु। धन्यवाद।